हेलो अनि नमस्कार, म समीप। आज म तपाईहरुलाई सञ्चय कोषबाट लिएको पैसा स्पेशल सब्सिडी अथवा लोन चाहिँ कसरी पेमेन्ट गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिला तपाईले गुगल क्रोम अथवा तपाईले चलाउने जुनसुकै ब्राउजर ओपन गर्नुस् र ओपन गरिसकेपछि epf.org.np अर्थात सञ्चय कोषको वेबसाइट चाहिँ खोल्नुपर्ने हुन्छ। तपाईले सञ्चय कोषको साइट खोलिसकेपछि माथि रहेको 3 लाइनमा क्लिक गरेर लगइन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र लगइन अप्सनमा क्लिक गरिसकेपछि दुईवटा अप्सन देख्न सक्नुहुन्छ। त्यसमा एउटा अफिसियल लगइन र इन्डिभिजुअल लगइन। अनि मैले चाहिँ इन्डिभिजुअल लगइन गर्दैछु किनभने अफिसियल लगइन चाहिँ होइन। अब त्यसपछि यहाँ तपाईले आफ्नो आइडी र पासवर्ड जो चाहिँ सञ्चय कोषले तपाईले दिएको आइडी र पासवर्ड चाहिँ राख्नुपर्ने हुन्छ। तपाईको अकाउन्ट लगइन भइसकेको छ र तपाईले यहाँ तपाईको डिटेल प्रोफाइल चाहिँ देख्न सक्नुहुन्छ। अब यसपछि तपाईले फेरि लेफ्ट साइड रहेको 3 लाइनमा क्लिक गरिसकेपछि यहाँ तपाईको विभिन्न अप्सन छ, जसमध्ये चाहिँ हामी लोन पेमेन्ट अप्सनमा जान्छौँ। लोन पेमेन्टमा गइसकेपछि तपाईले ट्रान्ज्याक्सन टाइपमा गएर कस्तो प्रकारको ट्रान्ज्याक्सन लोन हो त तपाईले मेरो चाहिँ स्पेशल लोन हो, स्पेशल लोनमा क्लिक गर्ने बित्तिकै यहाँ मेरो कति लोन छ, मैले अगाडि पनि तिरिसकेको थिएँ, तिरिसकेको लोन बाहेक बचेको लोन चाहिँ यहाँ छ। अब तपाईले चाहिँ यहाँ चुज पेमेन्ट मेथडमा क्लिक गर्नुपर्ने हुन्छ र मैले यहाँ क्लिक गरे। क्लिक गरिसकेपछि तपाईले यहाँ 3 वटा अप्सन देख्न सक्नुहुन्छ। क्यूआर पेमेन्ट गर्ने अथवा चाहिँ मोबाइल बैंकिङमा पेमेन्ट गर्ने अथवा इन्टरनेट बैंकिङमा पेमेन्ट गर्ने। त्यसमध्ये चाहिँ अहिले मैले मोबाइल बैंकिङबाट पेमेन्ट गर्छु। मोबाइल बैंकिङमा क्लिक गरिसकेपछि तपाई कुन मोबाइल बैंकिङ चलाउनुहुन्छ, मैले अहिले कुमेरीबाट तिर्दैछु, तपाईले आफ्नो मोबाइल बैंकबाट चाहिँ तिर्न सक्नुहुन्छ। अब यहाँ मेरो बाँकी रहेको लोन इन्ट्रेस्ट ब्याज जति पनि देखाइरहेको छ, त्यसमध्ये अब मैले चाहिँ केही मात्रामा मात्रै लिमिटेड अमाउन्ट पेमेन्ट गर्दैछु। अनि यहाँ चाहिँ तपाईले पेमेन्ट अमाउन्ट कति छ त्यसमा चाहिँ राख्दिने। राख्दिएपछि मेक पेमेन्ट अप्सनमा क्लिक गर्नुस्। क्लिक गरिसकेपछि तपाईले आफ्नो मोबाइल बैंकिङको कुमारी बैंक, मेरो कुमारी बैंकको छ भने तपाईले आफ्नो मोबाइल बैंकिङको आइडी र पासवर्ड चाहिँ राख्नुपर्ने हुन्छ। आइडी र पासवर्ड राखिसकेपछि तपाईले कन्टिन्यू गरिदिनु होला। सही तरिकाले मोबाइल बैंकिङको आइडी र पासवर्ड राखिसकेपछि तपाईको अकाउन्ट नम्बर देखाएको छ, ठीक छ भने कन्टिन्यू गरिदिनुस् र तपाईलाई मोबाइलमा ओटीपी कोड आउँछ। ओटीपी कोड भनेको तपाईले पैसा तिर्ने कि नतिर्ने कन्फर्मेसन कोड आउँछ। त्यो कन्फर्मेसन कोड चाहिँ यहाँ राखिसकेपछि तपाईले फाइनल्ली चाहिँ सञ्चय कोषको लोन चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। यसैगरी तपाईलाई पनि आफ्नो सञ्चय कोषको पैसा स्पेशल लोन अथवा चाहिँ होम लोन अथवा एजुकेसन लोन जुनसुकै लोन पनि कसरी तिर्ने भनेर सोच्दै हुनुहुन्थ्यो भने यो भिडियोले तपाईलाई अवश्य नै मद्दत गर्नेछ भन्ने आशा राख्दै आजलाई बिदा हुन्छु। धन्यवाद, नमस्कार।